राधे राधे साथीहरू, हजुरहरूलाई स्वागत छ रोशनी फ्रुट ब्लगमा। र आज चाहिँ सब्जीमा म के बनाउन जाँदैछु हेर्नु होला ल। त्यसपछि चाहिँ तेल हालिदिनु, अनि फोरनमा चाहिँ जे छ हजुरसँग त्यही हालिदिनु। त्यसपछि चाहिँ प्याज र टमाटर हालिदिनु। हालेपछि चाहिँ हल्दी, नमक र अघि पिसेको मसला जे पिस्नुहुन्छ मसला हजुरको डेली मसलामा त्यही हालिदिनु होला। र त्यसपछि चाहिँ हाम्रो आलु र चना मिक्स गर्नु होला, पकाउनु होला राम्ररी 2 मिनट जति। त्यसपछि चाहिँ हजुरले कति खानुहुन्छ ग्रेभी त्यही अनुसार पानी हालिदिनु। पानी हालेपछि चाहिँ 5 मिनट जति पकाउनु होला राम्ररी। त्यसपछि हाम्रो धनिया हालिदिनु होला। धनिया हालेपछि राम्रो स्वाद आउँछ होइन साथीहरू। एकचोटि चाहिँ मेरो तरिकाले बनाएर हेर्नु होला, सब्जी कस्तो लाग्छ, मिठो लाग्छ कि नै भन्नु होला कमेन्टमा। र हजुरहरूलाई धेरै धेरै धन्यवाद साथीहरू। र मेरो सब्जी पनि बनिसक्यो। हजुरहरूलाई नमस्कार।